गरिरहनुहुन्छ। बडा जाने आध्यात्मिक धार्मिक हुनुहुन्छ। उहाँको अझ उहाँले बनाएको त्यो परौठा खायो भने त अरू केही खानै मन लाग्दैन। हामी उहाँको परौठाको फ्यान हो हामी। भानुभक्त गुरुजी पनि आउनु भएको छ, उहाँलाई पनि विशेष सम्मान छ र गुरुहरूलाई मालाद्वारा उनी गणेश भगवानको आराधना वन्दना सँगै एउटा लगाइदिने, दुईटा लगाइदिने यापै हो ल। हामीलाई एउटा अनि दिदीलाई दुईटा त्यस्तो जय हरे बलगजानन भगवान श्री गणेशाय नमः। हरे श्री गणेशाय नमः। सबै मिली गरौँ भजन श्री गणेशाय नमः। सबै मिली गरौँ भजन श्री गणेशाय नमः। सबै मिली गरौँ भजन। हरि बोल। अब नाच्ने है अब। है त नाच्न सेला आयो है। ल नाच्नु पर्छ, नाच्नु लाज। जय हो जोडदार ताली हो जान्छ। पथरी थरी हेरो पथरी थरी उदाई शिव मनभरी।
नाचन भक्तहरू डम डम बज्यो डमरू हे नाचन भक्तहरू डम डम बज्यो डमरू हे नाचन भक्तहरू डम डम बज्यो डमरू भजन मन नजिक बस्न बोलो शङ्कर भगवानको दुईटा भयो अब एउटा पालैसँग सबैजना हरे हे मनको सफा बनी आए शिवमै पनि हे मनको सफा बनी आए शिवमै पनि सफा बनी आए शिवमै पनि हे मनको सफा बनी आए शिवमै पनि हे मनको सफा बनी आए शिवमै पनि शङ्कर भगवानको ल मनको सफा बनी आए शिव मै पनि दिव्य शिव महिमा सर्व गर्नेछौँ। अब अरू भक्तजनहरू उठ्नु होला, पालैसँग नाच्नु होला। अरे कुनै शिव मनभरि भर्खरै एक हप्ता अगाडि भर्खर युट्युबमा आएको छ यो भजन। मैले र निरुषा भट्टराईजीले गाएका छौँ, हेर्नु होला। सरस्वती महादेवको जय शम्भो हर हर महादेव। एउटा भिडियो कसले खिचिदिन्छ राम्रो? अनुसन्धिलाई पठाउनु पर्छ। ल ए राजु भाइ संसार छ ल बाबु, उहाँ त्यता बिजी हुनुहुन्छ। यो हरे ठाडो ठाडो एक हातमा डमरू त त्रिशूलको हातमा, एक हातमा डमरू त त्रिशूलको हातमा, दिगम्बर प्रभुजीका गौरी बस्ने साथमा। ओ डमरू शिवजीको डमरू त्रिशूल, ओम नमः शिवाय नभोल। शिवजीको डमरू त्रिशूल, ओम नमः शिवाय नभोल। शिवजीको डमरू त्रिशूल, ओम नमः शिवाय नभोल। हरि ओम नमः शिवाय नभोल। हे शम्भो
शंभो। भगवान को जय, राधा कृष्ण प्रभु को जय, आज को आनंद को जय, जय जय श्री राधे राधे। अलि जागर गर्नु भएको रिसिनु भएको छैन होला हैन? हजुरहरू नरिसाउनुहोस्, हामी बिहान 8 बजेबाट रनिङ हो, यो सकेपछि अझ एक ठाउँमा जाने भनेका छौँ र त हामी रिसा छैनौँ हैन? त्यसका कारणले हजुरहरू धेरै बेर इन्तजार गर्नुभयो कि भनेर आत्तिएर सिजीमा हामीले बनेको रोटी छोडेर आएको। हात जोड्नु भएको थियो, 5 मिनटमा खाएर जानुहोस् भन्नुभएको थियो, हामीले 5 मिनट पनि बेर मानेर हिँडेको। श्रद्धेय माताजी दुर्गा माताजीले एउटा जुन भगवान प्रतिको आस्था प्रकट गरेर यो श्रावण महिनाको अन्तिम सोमबार सिद्धेश्वर महादेवलाई बडो भव्यताका साथमा भित्रिएको जुन मन्दिर, यहाँका सबै मातृशक्तिहरू, यहाँका सबै हाम्रा दाजुभाइहरू सबैको मायाले माताजी धानिनु भएको छ। भगवानको कृपा र आफ्नो अलौकिक साधना र त्यसको साथसाथमा हजुरहरूको एउटा सुन्दर गाउँको शोभा सिद्धेश्वर महादेव, उनैको छत्र छायामा यो सोमबार, त्यो पनि सन्ध्याकालको समयमा हामीले छोटो भए पनि सत्सङ्ग गर्ने जुन अवसर प्राप्त भएको छ, यो अवसर दिलाउनु हुने भगवानप्रति नतमस्तक हुँदै मैले परमात्मालाई आभार व्यक्त गर्छु र श्रद्धेय माताजी एवं उपस्थित सम्पूर्ण भक्तवृन्दहरू, अब धेरैको नाम लिए भने गाह्रो होला, यहाँको मातृशक्ति आमा समूह, यहाँका सबै बन्धुहरू, हाम्रो हरिजी लगायतका बन्धुहरू अनि साथी लगायत सबैलाई म नाम नलिकन यहाँहरू सबैलाई एकमुष्ट रूपमा नमन गर्दै, श्रद्धेय गुरुहरू, म र मेरो कारणले आज गुरुहरू पनि, यहाँका गुरुहरू यहाँ देख्नु भएको छ हजुरहरूले, श्रद्धेय गुरुहरू बिहान 7 बजेदेखि त्यत्तिकै पानीको भरमा दगुरेको दगुरे हुनुहुन्छ है। अब यहाँ धेरै बेर हल्लाखल्ला गर्नु पनि छैन, हजुरहरू भजन कीर्तनमा रम्ने पनि हो। मैले हजुरहरूलाई छोटो रूपमा केही कुरा बुझाउने प्रयत्न गर्नेछु। भगवान शिवजीको यो श्रावण महिना किन प्यारो छ, श्रावणमा गर्नुपर्ने कर्म के हो र श्रावण महिना किन प्यारो छ भगवान साम्ब सदा शिवजीको, यो विषयको बारेमा मैले हजुरहरूलाई छोटो समयमा कुरा बुझाउने प्रयत्न गर्छु। कति समय दिनुहुन्छ मलाई भन्नुहोस् त? अझै जाँगर लिनु भएको छैन है? आउनुहोस्, म छोटो समयमा यो श्रावण महिनामा भगवान साम्ब सदा शिवजीमा जलार्पण किन गर्नुपर्छ, भगवानमा जलार्पण गर्नुपर्ने कारण पनि बुझ्नु पर्यो नि। हामीले धेरै जसो कथामा हिँड्ने, कथा सुन्ने, सत्सङ्गमा जाने, मन्दिरमा जाने, फुल अक्षताहरू भगवानलाई अर्पण गर्ने, जलार्पण गर्ने, तर कुरो नबुझ्ने, कुरा बुझिएन भने गरेको कुरा सार्थक हुन्छ वा त्यसको चाहिँ अर्थ रहन्छ वा रहँदैन थाहा छैन। त्यसैले कुरा बुझेर गर्नुपर्ने छ। आउनुहोस्, अब भगवान शिवजीलाई के कारणले जलार्पण गरिन्छ र यो पद्धति कहिलेबाट कहाँबाट सुरुवात भयो त्यो प्रसङ्गमा म जोड्नेछु। पहिलो नम्बरमा शिव भनेको के होला? शिव भनेको भगवानलाई हामीले कसरी बुझ्छौँ? शिव भनेको कल्याण हो। जुन भगवानले चराचर जगतको कल्याणका लागि आफ्ना सारा कर्महरू गर्नुहुन्छ, त्यही भगवान, त्यही देवता, त्यही ईश्वरलाई शिव भनेर भनिन्छ। शिवको अर्को नाम हो आशुतोष, यानी कि भक्तले जुनसुकै बेलामा पनि मलाई बोलाए भने मैले सारा कर्म छोडेर भक्तको संरक्षणका लागि, भक्तको दुःख निवारणका लागि म उपस्थित हुनुपर्छ भन्ने परमात्माको चिन्तन भएका कारणले प्रभुलाई आशुतोष भनिन्छ। हाम्रो आँखामा आँसु नदेख्ने, कुनै पनि भक्तको आँखामा आँसु नरहोस्, आँसु नबगोस्, त्यसका लागि मैले कल्याण गर्नुपर्छ भन्ने देवताको नाम हो आशुतोष। छिटो दर्शन दिने, बोलाएपछि अरू देवतालाई धेरै समय लाग्छ, शिवजीलाई बोलायो भने तत्काल तत्क्षणमा दर्शन दिने भगवानको नाम हो शिवजी।
कल्याणकारी देवता हुनुहुन्छ। अब त्यो शिवजीमा जलार्पण हामीले कहिलेबाट कुन पद्धतिले सुरुवात गरियो त भन्ने विषयमा भगवान अघि समुद्र मन्थन भयो। समुद्र मन्थन गर्दै जाँदा सुन चाँदी हिरा हार मोतीहरू कति अमृत निक्लन्छ भन्दै जान्छ। विष जतिलाई समुद्र मन्थन गर्दा निक्लिएको विषलाई एउटा तामाको भाँडोमा ताम्रमय पात्रमा राख्नुभयो र भगवान शिवजीले त्यो विषपान गर्नुभयो। शिवजीले विषपान गरिसकेपछि शिवजीलाई घाँटीमा पोल्यो, मुखमा पोल्यो, शरीरमा पोल्यो। जब भगवान शिवजी छरपटाउन लाग्नुभयो, आफैले पान गरेको विषले भगवानलाई अत्यन्त कष्ट दियो, पीडा दियो, सहन गर्न सक्नु भएन। भगवान साम सदा शिवजी छरपटाउँदै त्यहाँबाट भाग्नुभयो। क्षीर सागरबाट यो विषलाई मैले कहाँ लिएर पवन गरौँ भन्दै जाँदा भगवान साम सदा शिवजीको शरीरमा सारा विषमय बन्न लाग्यो। गलामा मात्र राखेको विषले भगवान छरपटिन लाग्नुभयो। मेरो ईश्वर, मैले पान गरेको विषलाई अब मैले हृदयदेखिबाट तल लगाएर पेटमा जम्मा गरेर यदि उत्सर्जन गरेँ भने हृदयमा बसेको राधा कृष्ण भगवानलाई यो विष गएर लाग्नेछ। त्यसैले हृदयमा राखेका भगवान परमात्मालाई मैले यो विषपान गराउन हुँदैन। मैले खाएको विष जति गलामा मात्रै राख्छु भन्दै गर्दा भगवान शिवजी आत्तिँदै जाने क्रममा अहिलेको गोसाई कुण्ड भन्ने जग्गामा पुग्नुभयो। त्यो गोसाई कुण्ड भन्ने जग्गामा जाँदा भगवान शिवजीलाई सहन गर्न सक्ने शक्ति क्षीण भयो। अब केही समयमा मेरो शान्ति भएन भन्ने कुराबाट विषले मेरो शरीरमा प्रभाव पार्ने भयो। म कहाँ जाउँ, मैले के गरौँ? भगवान शिवजी आत्तिएको बेलामा हातमा रहेको त्रिशूलले जब त्रिशूलका 3टा सियाले भित्तामा कोप्नुभयो, त्यही कोपेको ठाउँबाट गङ्गा उत्पत्ति हुनुभयो। तिनै गङ्गाको नाम नै त्रिशूली गङ्गा भन्ने रह्यो। भगवान साम सदा शिवजीले त्रिशूलबाट उत्पत्ति गरेकी गङ्गाको नाम त्रिशूली गङ्गा। उनी त्रिशूली गङ्गाबाट जल उत्पन्न भइसकेपछि भगवान शिवजीले त्यो जललाई पान गर्नुभयो। अञ्जलीमा थापेको जल पान गर्नुभयो र रहेको जललाई एउटा पोखरी निर्माण गरेर जम्मा गरिदिनु भयो। त्यही कुण्डको नाम नै हाम्रो गोसाई कुण्ड भयो। भगवान साम सदा शिवजीले विषपान गर्नुभयो। शरीरमा अत्यन्त अप्ठ्यारोपना भयो। परमात्मालाई शान्ति दिलाउनका निमित्तमा स्वर्ग मर्त्य पाताल तीनै लोकका देवताहरू, ब्रह्मा विष्णु आदि गरिएका देवताहरू आएर भगवान शिवजीलाई जलपान गराउन तयारी हुनुभयो। भगवानलाई विषले अप्ठ्यारो पारेका बेलामा जलपान गराउन तयारी हुनुभयो र जलपान गराउनुभयो। त्यही दिनदेखिबाट भगवान साम सदा शिवजीको निराकार स्वरूपमा रहेको शिवलिङ्गमा भगवान परमात्मा सम्पूर्ण ऋषि मुनि महर्षि र भक्तहरूले भगवानलाई जल चढाउने, जलार्पण गर्ने जब कार्य अगाडि बढ्दै गयो, जलधारा त्यहीबाट सुरु भयो। अहिले भगवान परमात्मामा जब त्यो विषपान गरेका बेला, अप्ठ्यारो भएका बेलामा शान्ति दिलाउनका निमित्तमा जलार्पण गरिएको थियो भने अहिले तिनै साम सदा शिवजी आनन्दसँग बसेको बेला शिवलिङ्गमा जलार्पण गर्नाले हाम्रो शरीरमा, हाम्रो परिवारमा, हाम्रो व्यवहारमा, हाम्रो कारोबारमा, हाम्रो वस्तुस्थितिमा शान्ति र शीतलता छाउनेछ। त्यसैले भगवानमा जलार्पण गर्नुपर्दछ। जय बोलो शिवशङ्कर भोले बाबाको जय। यसरी चाहिँ जलार्पण गर्ने, भगवानमा जलधारा गर्ने नियम सुरु भयो। त्यसदेखि पछाडिबाट भगवान साम सदा शिवलाई बडो आनन्द प्राप्ति भयो र भगवान शिवजीले ब्रह्माजी विष्णु आदि गरिएका देवताहरूले प्रार्थना गर्नुभयो। भगवान शिव, हजुरको दर्शनका निमित्तमा हजुरले विषपान गरेका बेलामा यो गोसाई कुण्ड नाम गरेको क्षेत्रमा आएर हजुरको त्रिशूलबाट निक्लिएको गङ्गाको जलले तपाईँलाई हामी स्नान गरायौँ। अब यसका निमित्तमा भक्तहरूको दर्शन दिन तपाईँले कहाँ गएर दर्शन दिनुहुन्छ भनेर सोद्धा यो गोसाई कुण्डको जलमा दिनको 2 पटक, गोसाई कुण्डको जलमा दिनको 2 पटक भगवान परमात्मा मेरो प्रतिमूर्तिको स्वरूपको दर्शन गर्न सक्नेछौ। भगवान शिवजीले आशीर्वाद दिएका कारणले गोसाई कुण्डमा अहिले पनि जानुभयो भने दिनको 2 पटक भगवान शिवजी जलमा सुतेको फोटो देखिन्छ। अहिले पनि गोसाई कुण्ड गएकालाई र त्यो अनुभूति गरेकालाई थाहा होला। अहिले पनि त्यो गोसाई कुण्डको जलमा भगवान साम सदा शिवजी लम्पसार परेर सुतेको दिव्य झल्किएको फोटो, त्यो चाहिँ तस्बिर त्यो जलमा देखिन्छ, कुण्डमा देखिन्छ।
त भगवान शिवजीलाई जलार्पण गर्नाले हाम्रो गृहमा शान्ति हुन्छ, घरमा शान्ति हुन्छ, मनमा शान्ति हुन्छ, रोग व्याधिबाट हामीले निवृत्ति पाउँदछौँ। रुद्राष्टाध्यायीका मन्त्रद्वारा भगवानको आराधना गर्दा धेरै ठुलो शक्ति प्राप्ति हुन्छ भने अरू कुरा केही जानिएन भने पनि ओम नमः शिवाय यो पञ्चाक्षरी मन्त्र बोलेर भगवान शिवजीको प्राण प्रतिष्ठित भएको मूर्तिमा, त्यो पनि श्रावण महिना, त्यो पनि सोमबार, अत्यन्त परम पवित्र दिनमा जलार्पण गर्नेवाला भक्तलाई भगवान परमात्माले छिटो भन्दा छिटो दर्शन र कृपा प्रदान गर्नुहुन्छ। त्यसैले हाम्रो संस्कार सुधार गर्दै जानु, शिवको महिमा, शिवको ज्ञान अथवा अरू अन्य भगवानहरूको ज्ञानका माध्यमबाट हाम्रो जीवनमा परिवर्तन ल्याउनका लागि यी दर्शन, यी पुराण, यी सम्पूर्ण महाभारतहरू तयारी भएका हुन्। यदि हामीले कथा सुन्ने छोड्ने हो भने यिनका यी पुराणहरूको पनि औचित्य छैन। कथा सुन्नुको अर्थ जीवनमा परिवर्तन गर्नु हो, कथा सुन्नुको अर्थ हाम्रा दैनन्दिन क्रियाकलापलाई शुद्धि गराउनु हो। त्यसैले पनि भगवान साम्ब सदा शिवलाई हृदयमा हामीले प्रस्फुटित गराउँ, हृदयमा भगवानको वास, भगवानको ज्योति जागिरहोस्। आउनुहोस् एउटा शान्त भजनमा भगवानलाई यो हृदयमा राखौँ, भगवानलाई हृदयमा राखौँ। यो हृदयमा भगवान शिवजी हुनुहुन्छ। आज यो सोमबारको सन्ध्यामा भगवान शिवजी कैलाशबाट आएर मेरो हृदयमा बस्नु भएको छ, त्यसैले त म यहाँ छु। भगवान शिवजी मेरो हृदयमा बस्नु भएको छ, त्यसैले त म सुन्न सक्छु। भगवान परमात्मा मेरो हृदयमा हुनुहुन्छ, त्यसैले त म बोल्न सक्छु। भगवान प्रभु मेरो हृदयमा हुनुहुन्छ, त्यसैले त मेरो दैनन्दिन क्रियाकलाप चलेको छ भन्ने भावसहित आउनुहोस्। एउटा शिवको आनन्द भजनमा आनन्द लिनुहोस्। सबैले मुखबाट झिक्नु होला, आवाज झिक्नु होला अनि ताली बजाउनु होला। सके आँखा बन्द गरेर भजन गरौँ। यदि आँखा बन्द गर्न गाह्रो भयो भने पनि आँखा हेरेरै भए पनि भगवानको सानिध्यतामा भगवान शिवजीको हामीले श्लोक गाउँ र त्यसपछि मात्रै हामी अन्य विषयवस्तुलाई र भजनमा जोड्नेछौँ। जय बोलो गौरी शंकर भगवानको जय। शिवाय नमः, शिवाय नमः, शिवाय नमः, नमः शिवाय, शिवाय नमः, शिवाय नमः, शिवाय नमः, नमः शिवाय, शिवाय नमः, शिवाय नमः, शिवाय नमः, नमः शिवाय। सबैले बोलौँ है, भगवान शिव कृपा हुन्छ। सबैले बोलौँ। शिवाय नमः, शिवाय
शिवशङ्कर भोले बाबाको जय। नमः शिवाय किन भनेको होला? यो नमः शिवाय किन भनेको होला? भगवानको नामले हाम्रो भाग्य बदलिदिन्छ। 5 मिनट ध्यानपूर्वक सुनिबक्सिएला। जीवनमा कहिलेकाहीँ एक्सिडेन्ट र इन्सिडेन्ट हुन्छ। जीवनमा कहिलेकाहीँ नसोचेको कुरा हुन्छ र सोचेको कुरा प्राप्ति नहुन सक्छ। जीवन अहिले छ, भोलि नरहन सक्छ। न हिजो भूतलाई सम्झेर हामी रोएर हुन्छ, न आउने भविष्यप्रति चिन्तित भएर हुन्छ। वर्तमानमा जिउनका लागि केवल साथ भगवानको चाहिन्छ है। त्यसैले भगवान नामप्रति यदि हामी प्रेरणा जगायौँ भने हाम्रो जीवन पनि बदलिन्छ। एक दिन द्वारकापुरीमा भगवान श्रीकृष्ण र अर्जुन बाटोमा जाँदै हुनुहुन्थ्यो। भगवान श्रीकृष्ण र अर्जुन बाटोमा जाँदै हुनुहुन्थ्यो। एकजना त्यो द्वारकपुरीको गरिब मान्छेले, बडो पीडित मान्छे थिए तर सज्जन थिए। ती घर घरमा माग्थे, 2-4 माना चामल जम्मा गर्थे, घरमा लान्थे, परिवार पाल्थे, त्यही पकाउँथे, खान्थे र परिवार पाल्थे। सधैँ भगवान कृष्ण र अर्जुन द्वारकपुरीमा हिँड्नेवाला परमात्माको अगाडि यस्तो गरिब मान्छे देख्दा दया जागेर आउँथ्यो। लाग्छ समाजमा मैले केही गर्न नसके पनि गरौँ भन्ने भाव हामीमा पनि जागृत हुन्छ। र ती गरिब मान्छेले प्रत्येक दिनमा मागेर खान्थे तर पनि उनी विचलित थिएनन्। परिवार मागेर पालेका थिए। एक दिन भगवान कृष्णसँग अर्जुनले भन्नुभएछ, हे भगवान, यो द्वारकपुरीको इज्जत गयो। जहाँ भगवान कृष्ण बस्नुहुन्छ, जहाँ भगवान श्रीकृष्णका 16,108वटा दरबार छन्, जहाँ गाण्डीव धनुषको विद्या सिकेको अर्जुन बस्नुहुन्छ, अनि त्यो ठाउँमा यस्तो माग्ने एउटा गरिब ब्राह्मण छन्, यिनलाई धनी बनाउन हुँदैन? भगवान अर्जुनले भगवान श्रीकृष्णसँग सोधनी गर्नुभएछ। अर्जुनजीले भन्नुभयो, भगवानले कृष्णले भन्नुभयो, बाबु अर्जुन, त्यस्तो केही उपाय छ? गरिबलाई रातारात धनी बनाउने उपाय छ भने गर न, मैले हेर्छु भन्नुभयो कृष्णले। अर्जुनजीले ल ठिक छ, त्यसो भए मैले उहाँलाई धनी बनाइदिन्छु रातारात। मसँग झोलीमा 10वटा सुनका सिक्का छन्। अर्जुनजीले 10वटा सुनका सिक्का झिकेर दिनुभयो। एउटा सुनको सिक्का 1 तोलाको थियो। 10 तोला सुन दिनुभयो तत्कालीन समयमा। अहिलेको त 30 लाख जति दिनुभयो हैन? अर्जुनजीले दिनुभयो त्यो गरिब ब्राह्मणलाई, बाबु यता आऊ, बोलाउनु भयो। अनि 10वटा सुनका सिक्का दिनुभयो। सधैँ मागेर खान्छौ, सधैँ मागेर परिवार पाल्छौ, तिमीलाई कति दुःख भएको होला बाबु। त्यसैले अब तिमी पनि धनी बन, तिमीले पनि एउटा सानो घर बनाऊ, तिम्रो घरमा पनि एउटा राम्रो लैनो गाई राख, त्यही गाईको दुध दुय अनि परिवार पाल। तिमीले पनि गरगहना लगाउन मन होला, तिम्रो परिवारको पनि चाहना, इच्छा र आकांक्षा होला। त्यसैले म 10वटा यो सुनका सिक्का दिन्छु, यसलाई लगेर राम्रो सुन व्यापारीकोमा बेच र आएको पैसाले परिवार चलाऊ भन्दिनु भयो। हस् भनेर बडा खुसी भए। भगवानको यो धाममा मैले अहिलेसम्म गरेको पुण्यको प्रभाव आज मलाई प्राप्ति भयो। भगवानको पूजा गर्थे, भगवानको आराधना गर्थे। 10वटा सिक्का एउटा झोलीमा राखेर गए। कतिखेर श्रीमान आउनुहुन्छ, घरमा आएर केही 2-4 पैसा अथवा 2-4 माना मागेको 2-4 मुठी चामल लिएर आउनु होला र पकाएर खाउँला भनेकी सन्ध्याकालमा श्रीमती बाटो हेरेर बसेकी थिइन्। श्रीमान हाँस्दै मुन्द्रामा जब जानुभयो, अहिपछि त चामलको झोली लिएर जानुहुन्थ्यो। त्यो दिनमा जम्मा 10वटा सुनको सिक्काको झोली सानो देखेर श्रीमती रिसाउँदै भन्नुभयो, श्रीमान अब अहिपछि ल्याउने जति खर्च ल्याउनु भएन, के भोकै बस्ने हामी भनेर श्रीमतीले भन्दै थिइन्। श्रीमानले आँखाबाट आँसु बर्साउँदै भने, हेर श्रीमती, गरिबका अब दिन गए, अब हामी धनी बन्ने भयौँ। अब तिम्रो पीडा छैन, तिमी नरौ। अरूको जब गलामा तिमीले श्रृंगार देखेर कल्पना गर्ने थियौ, अब कल्पना पूरा हुँदैछ। बिहान साँझ माग्न म हिँड्नु पर्ने छैन, जब पानी आउँदा छादन नभएको कुटीमा बस्नु पर्ने छैन। कसरी श्रीमान? श्रीमतीले हर्षका आँसु बर्साउँदै भन्नुभयो, आज अर्जुनजीले मलाई 10वटा सुनका सिक्का दिनुभएको छ। 10वटा सुनका सिक्का। यी सिक्कालाई बेचेपछि हामी गाउँको सबभन्दा धनी हुन्छौँ। हुन्छ। श्रीमान श्रीमती यति हर्षित भए। सान्ध्यकालमा खाना बनाए, खाए।
राति चोरले लैजाने हो कि घर त राम्रो छैन, ढोका पनि राम्रो छैन, दरवाजा पनि राम्रो छैन, छानो पनि राम्रो छैन, कुटीमा बसेको चोरले लयो भने त फेरि भोलि माग्नै पर्छ। उनीहरूले त्यो पोकालाई आफूहरू सुत्ने जुन एउटा पलङ थियो त्यो पलङ मुनि खाल्टो खनेर गाडेछ। जब पलङ मुनि खाल्टो खनेर गाडे, राति वार्तालाप गरे, मध्यरात्रिमा उनीहरू निधाए। मध्यरात्रिमा निधाए। एउटा चोरले उनीहरूको घरमा आज यस्तो सल्लाह के भइरहेछ, अहिले त खर्च यति थोरै दायाँ बायाँ भनेर कल झगडा हुने घरमा आज यस्तो राम्रो वार्तालाप किन भएको छ, किन खुसी छन्? चोरले बाहिरबाट सुनिरहेको रहेछ सुनका सिक्काको बारेमा, श्रीमानले श्रीमतीलाई बताएको सबै कुरा सुनेछ, तिमीहरू निधाऊ म चोरिहाल्छु भनेर चोर बसेछ घरमा। उनीहरू मस्तसँग निधाए, त्यो सुनको सिक्का भएको पोको चोरेर चोर भागेछ। बिहान उठे नुहाइधुवाइ गरेर हेर्दाखेरिमा त खाल्टो मात्रै छ, सुनको सिक्काको पोको छैन। कर्मैमा नलेखेको पाइँदो रहेनछ। कुरा बुझ्दै जानुहोस् है, कर्मैमा नलेखेको पाइँदो रहेनछ। जन्मैमा लेखेर लिएर आएको भए पो दुईटा श्रीमान श्रीमती रोए, मागेरै पाल्नु पर्ने रहेछ, यो पेट मागेरै धान्नु पर्ने रहेछ। म जान्छु, अर्को दिन माग्न जानुभयो, 10-15 दिनसम्म माग्दै माग्दै दोहोऱ्याउँदै जाँदा एक दिन फेरि भगवान कृष्ण र अर्जुन उताबाट फर्केर आउनु भएछ, हस्तिनापुरबाट फर्केर आउँदा पनि ती वृद्ध ब्राह्मणले मागिरहेका। अर्जुनजी बडा अचम्म मान्नु। भगवान कृष्णले भन्नुभयो, बाबु अर्जुन हेर त, तिमीले 10वटा सुनका सिक्का दिएको त्यो ब्राह्मण त फेरि माग्दै हिँडेछ। अर्जुनजी गएर सोध्नुभयो, अर्जुनजी गएर सोध्नुभयो, ए ब्राह्मण देव, मैले 10वटा सुनका सिक्का दिएको, तिमी फेरि गरिबै, फेरि माग्दै हिँड्ने? प्रभु, त्यो हजुरले दिएको सुनका सिक्का मलाई लेखेकै थिएन, त्यो त चोरले लिएर गयो। सारा वर्णन बताए। धिक्कार। अब अझ एकपटक म चान्स दिन्छु तिमीलाई, अझ एकपटक म चान्स दिन्छु। हुन्छ, के दिनुहुन्छ भनेको? अर्जुनजीको झोलीमा एउटा पारसमणिको डल्लो रहेछ, हिराको डल्लो मान्नुहोस् है। जय बोलो श्यामर रामचन्द्र भगवानको जय। ल, ठुल्दाईलाई पनि कुर्सीमा राख्नु पर्यो, एक्टिङ गरेर हैरान गर्नु है। ल, त्यसो भए भन्नाले अनि त्यो पारसमणिको त्यो हिराको डल्लो दिनुभएछ। हिराको डल्लो दिइसकेपछि अर्जुनजीले दिएको हिराको डल्लाले बडा खुसी हुनुभयो। अनि ती वृद्ध ब्राह्मणले विचार गर्नुभयो है, वृद्ध ब्राह्मणले विचार गर्नुभयो, अब यो सुनको डल्लो, यो पारसमणिको हिराको डल्लो लगेर मैले बेचेँ भने कति सम्पत्ति आउला। आखिर म धनी बन्ने भए। प्रसन्न हुँदै बाटोमा जाँदै थिए। साथै जब बाटोमा गइरहेको बेलामा पानी खान तिर्खा, पानी पिउन तिर्खा लागेछ। नदीको किनारमा उनले विचार गरे, खोल्तीमा राखेर लिएर गएको त्यो हिराको टुक्रो निउरी परेर मैले जलपान गर्दा, अञ्जलीमा जल झिक्दा फेरि गङ्गामा बग्यो भने बर्बाद हुन्छ, यसलाई साइडमा राख्नुपर्छ भनेर त्यो नजिकै एउटा ढुङ्गो थियो, त्यो पत्थरमा शिलामा त्यो चाहिँ हिराको डल्लो राखेर उनी जलपान गर्न लाए। माछा आत्तिएको रहेछ, खान के पाइन्छ भनेर बिचारा एउटा माछो छरपटाउँदै आएछ। त्यो सेतो राम्रो टल्किएको त्यो हिरालाई उसले खानेकुरा सम्झिएछ, आहारा सम्झिएछ, गएर क्वाप्प निलेछ, नदीमा गएछ। यताबाट जलपान गरेर आएर यसो हेर्या त छैन। धिक्कार मेरो जन्म। 10वटा सुनका सिक्का दिनुभयो, चोरले लयो। एउटा जब हिराको डल्लो दिनुभएको थियो, त्यो पनि माछाले खाइदियो। मलाई लेखेको यस्तै हो। रुँदै घरमा गए। अर्को दिनबाट फेरि आफ्नो निरन्तर माग्ने काम दोहोरिरह्यो। भगवान कृष्ण र अर्जुन फेरि 1 महिनापछि त्यही बाटो हिँड्दै जाँदा फेरि ब्राह्मणले मागिरहेछन्। धिक्कार। ए अर्जुन, तिमीले त्यो हिराको डल्लो दिएको व्यक्ति त फेरि मागेछ नि त। भगवानलाई अर्जुनले भन्नुभयो, प्रभु यसको तकदिरमा लेखेको छैन, 2 पटक दिइसके, यसको तकदिरमै छैन, त्यसैले यो मागेर यसले जीवन बिताउने हो। भगवान श्री कृष्णले भन्नुभयो, बाबु तिमीले दिएको सुनको सिक्काले यसको जीवन परिवर्तन भएन। कुरा बुझ्नु होला, तिमीले दिएको हिराको डल्लोले यसको जीवन परिवर्तन भएन, साँच्चै यसको जीवन परिवर्तन गराइदेऊ त भन्नुभयो कृष्णले। लौ न त प्रभु भनेपछि बोलाउनु भयो। बाबु यता आऊ भन्नुभयो। गए। सुनको सिक्का हरायो भन्दा हरायो, अनि त्यो हिराको डल्लो हरायो, त्यो पनि हरायो, माछाले खायो।
त्यसो भए तिमीलाई धनी बनाइदिउँ त भन्नुभयो कृष्ण। हुन्छ। भगवान कृष्णले आफ्नो पकेटबाट खोल्तीबाट 2 पैसा दिनुभयो, जम्मा 2 पैसा। पुरानो जमानाको कुरा है। अब त्यो 2 पैसाले एक साथ खाना आउँथ्यो क्या, त्यो बाहेक केही आउँदैन थियो। सरासर ती 2 पैसा लिएर गएछन्। अब प्रभुले दिएको सुनको सिक्का राख्न लेखेन, हिराको डल्लो राख्न लेखेन, यही 2 पैसा भए पनि लिएर जान्छु भनेर 2 पैसा लिएर गएछ। बाटोमा जाँदै गर्दा एउटा माझीले माछो मारेर जालमा पारेर माछो छरपटाइरहेको देखेछ। त्यो माछो छरपटाएको माछोलाई देख्ने बित्तिकै करुणा जागेछ। गरिब पो हुन् त, उनी त बडा ज्ञानी थिए नि। हेर्नुहोस्, पैसा पो नभएको हो त, ज्ञान त थियो नि। र उनले भनेछन्, ओहो यो माछो मार्ने भो माझीले। जालमा जब अत्यन्तसँग तडपिरहेको माछालाई देखेर उनले भने पक्का माछो मार्ने भयो। यो माछो मर्नुभन्दा यसको जीवन पार गराइदिनु पर्यो। यो जलमै लगाएर यसलाई मैले छोडिदिउँला। अब यो 2 पैसाले मेरो जीवनमा के परिवर्तन गर्नेवाला छ? केही पनि छैन, एक छाक खाना हो। यो माझीसँग माछो किन्छु 2 पैसामा, माछालाई नदीमा छोडिदिन्छु, कमसे कम यो माछो त बाँच्छ। विचार शुद्धि भयो। र ती ब्राह्मणले भने, हे माझी दाई, भनेको हजुर यो माछो बेच्छौ? छरपटाको माछो भनेको बेच्छु। कति छ तिमी पैसा? भनेको 2 पैसा। ल हुन्छ हुन्छ, एक साथ खाना त पाइयो। म त माझी हुँ, माछा मारेर फेरि चाहिँ झोली भरौँला, टोकरी भरौँला। हुन्छ भनेर 2 पैसामा माछो बेचे। त्यो माछो बेचे, माछो राख्ने कुरा त थिएन ती ब्राह्मणसँग। कहाँ राख्ने माछो? हातमा समाएर हिँडेर भएन, फुत्कन्छ। त्यसलाई गोजीमा राख्नु पर्यो भने च्याप्प गोजीमा राखेछ। माछो गोजीमा राखेपछि माछो छरपटायो। पानी बिनाको माछो कसरी छरपटाउँछ? माछो छरपटाउँदा छरपटाउँदै जुन हिराको डल्लो निलेको माछो थियो त्यही माछो पो परेको रहेछ। त्यो हेर्नुहोस्, त्यही माछो परेको रहेछ। यहाँ छरपटाउँदा छरपटाउँदै माछाले बमन गरेछ। त्यो चाहिँ हिराको डल्लो उकेलिदिएछ, त्यो गोजीमा रह्यो। माछो फुत्त बाहिर निक्लो, नदीमा गयो। होइन के छोडेर गयो यसले भनेर ती वृद्ध गरिब ब्राह्मणले गोजीमा हेरेको त हिराको डल्लो। अनि उनलाई यति खुसी भयो, यति हर्ष भयो नि, र चिच्याउन थालेछन्, भेटाइयो भेटाइयो, पाइयो पाइयो, मैले चाहिँ भेटाएँ भनेर उनले चिच्याएको। त्यो 10वटा सुनका सिक्का चोरेर जानेवाला चोर पनि त्यही बाटो हिँडेर रहेछ। हेर्नुहोस्। अनि उसले के सोचेछ भने, मैले यसको घरमा सुन चोरेको, आज यहाँ भेटाइयो पाइयो भेटाइयो भनेर चिच्यायो, बर्बाद हुने भयो। अब मलाई पनि पक्रेर लाने भइसक्यो। ए ब्राह्मण ब्राह्मण, तिमीरा ती सुनका सिक्का मैले फर्काउँछु कि? नचिच्याउन 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 भन्दो रहेछ उसले। त्यो चोर पनि नजिकै आयो। चोर पनि नजिकै आएर ती 10वटा सिक्का पनि फर्कायो। हिराको डल्लो पनि प्राप्ति भयो। भगवान श्री कृष्णले भन्दिनु भयो, बाबु अर्जुन, हेरा, यो व्यक्तिलाई सुनका सिक्का दिँदा भाग्य परिवर्तन भएन, हिराको डल्लो दिँदा भाग्य परिवर्तन भएन। भाग्य परिवर्तन कहाँबाट भयो? यो व्यक्तिले त्यो चाहिँ माछाको जीवन बचाउन लायो। जसले अरूको परोपकार गर्छ त्यसलाई भगवानले भाग्य पनि बदलिदिनुहुन्छ। त्यसैले परोपकार गरौँ, परोपकारबाट अगाडि बढौँ, हाम्रो जीवनमा भाग्य बदलिन्छ। जय बोलो श्री रामचन्द्र भगवानको जय हो, यज्ञावतार भगवानको जय हो। अब नाच्ने है, अगाडि सक्क जाने, अब भजनमा नाच्ने। बोलो शंकर भगवान को। ल हाम्रो झम्के भोटेजी पनि आउनु भयो। जय हो। ल झम्के भोटेजीको बडा ऊर्जा छ। कि सालाला सालाला हे शिरमा गंगा बगे, कि सालाला हे शिव तिम्रो मुहारै झाला। शिरमा गंगा बगे, कि सालाला शिव तिम्रो मुहारै झाला। शिरमा गंगा बगे, कि सालाला शिव तिम्रो मुहारै झाला।
बोलो शङ्कर भगवानको जाने छोडी जाने मानव चोला केलाई जानु छ र हे बम बम भोले जप्दै हिँडेपछि बल शान्ति मिल्छ जोर यो जीवन चिनेपछि त्यसैले शिरमा गङ्गा बगेकी सला शिव तिम्रो मुहारै जाला शिरमा गङ्गा बगेकी सला शिव तिम्रो मुहारै जाला शिरमा गङ्गा बगेकी सला शिव तिम्रो मुहारै जाला ला ला ला
पर्यो लाउन लाउनुहोस् यो कृष्णको भजन रिमी पर्यो राधेश्याम हे यमुना उर्लेर वारको पार हे नारायणी उर्लेर वारको उर्लेर वारको पार यमुना उर्लेर वारको पार रिमी झिमी पानी पर्यो राधेश्याम यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार सम्झिरहने पानी पर्यो राधेश्याम कृष्णकै झलको बारम्बार कृष्णकै झलको बारम्बार सम्झिरहने पानी पर्यो राधेश्याम कृष्णकै झलको बारम्बार कृष्णकै झलको बारम्बार कृष्णकै झलको बारम्बार कृष्णकै झलको बारम्बार सारी भाइ उडे जान्थे राधेश्याम यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको सारी भाइ उडे जान्थे राधेश्याम यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार यमुना उर्लेर वारको पार मात्रै पाए कृष्णकै झलको कृष्णकै झलको बोल कृष्ण कन्हैया लालको शिवजीको रागमा गङ्गा छिर पार्वतीले शिवजीको रागमा गङ्गा छिर पार्वतीले गङ्गा छिर 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 शिवजीको जटामा गङ्गा छिर पार्वतीले गङ्गा छिर शिवजीको जटामा गङ्गा छिर पार्वतीले गङ्गा ओ पार्वतीले गङ्गा हरि पार्वतीले गङ्गा छिर बोल गौरी शङ्कर भगवानको
विष्णु हे गौरी शङ्कर हे तिमी बिना हाम्रो को छ ब्रह्मा विष्णु हे गौरी शङ्कर तिमी बिना हाम्रो को छ ब्रह्मा विष्णु हे गौरी शङ्कर तिमी बिना हाम्रो को छ भोले भोले सांब सदाशिव भगवान को हे जपसु शंकर भोला हे जपसु शंकर भोला भेट्न मन सका होला हे जपसु शंकर भोला भेट्न मन सका होला जपसु शंकर भोला भेट्न मन सका होला जपसु शंकर भोला भेट्न मन सका होला प्रभु बिना मेरो हरे प्रभु बिना मेरो के लाग्छ संसार अँधेरो प्रभु बिना मेरो लाग्छ संसार अँधेरो प्रभु बिना मेरो लाग्छ संसार अँधेरो प्रभु बिना मेरो लाग्छ संसार
शान्ति हुन्छ मन शिवजीलाई जप हे शान्ति हुन्छ मन शिवजीलाई जप हे शान्ति हुन्छ मन शिवजीलाई जप हे भगवान हे शान्ति हुन्छ मन शिवजीलाई जप 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 जप हरे भोले शङ्कर भगवानको हे शान्ति हुन्छ कालाई जपना शान्ति हुन्छ मन कालिकालाई जपन शान्ति हुन्छ मन कालिकालाई जपन हे 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 भगवान हे शान्ति हुन्छ मन कालिकालाई जपन 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 शान्ति हुन्छ मन कालिकालाई जपन हे शान्ति हुन्छ मन कालिकालाई जपन जपन रे बोल जगत जननी श्री दुर्गा भवानी माता की जय हो महाकाली माता की आजको अनंत की हरिनाम संकीर्तन की कृष्ण बोल बांसुरी को मिठो धुन नै कृष्ण बोल
बोलो सगौरी शङ्कर भगवानको ल एउटा पञ्चबाजामा अब भजन। हे गृहस्थले गर्नु पर्छ सदाबहार कर्म, हे गृहस्थले गर्नु पर्छ सदाबहार कर्म, भजन कीर्तन मनन गर्नु नमाने रहे शर्म हरे प्रभुजीको मनभित्र बास दुनियाँलाई बाहिर कैछ गोविंद भगवान को हरे कैलाश शिवजीको महिमा न सम्झने कोही छैन, शिवजीको महिमा न सम्झने
सिरैमा चढाउला भोलेनाथ तिम्रो सिरैमा बेलपत्र झुल्यो खोले तिरैमा चढाउला भोलेनाथ तिम्रो सिरैमा बेलपत्र झुल्यो खोले तिरैमा चढाउला भोलेनाथ तिम्रो सिरैमा बोलो शंकर भगवान को आजको आनन्दको र अन्त्यमा एउटा राधा कृष्णको लायो राधा रानी कृष्णजीलाई मोहन 2-3 घण्टाको बोलो राधा कृष्ण भगवानको हरे लाए राधा रानी हे कृष्ण जीलाई मोहनी लाए राधा रानी कृष्ण जीलाई मोहनी लाए राधा रानी कृष्ण जीलाई मोहनी राम राम भन्दै जाऊ घर कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव हरे मुरारी हे नाथ नारायण वासुदेव वासुदेवं भज वासुदेवं भज वासुदेवं भज
गौरी शंकर भगवान को जय सिद्धेश्वर महादेव को जय राममूर्ति भगवान को जय हो आज को आनंद को जय हो जय हो सबैको कल्याण होस् सबैको जय